हेलो एभ्रिवान नमस्ते मेरो नाम सुमित बाला हो म चाहिँ साइकल कनेक्ट भक्तपुरको प्रेसिडेन्ट हो र यो भिडियो म बनाउँदैछु सबैहरू सम्पूर्णलाई कोरा भक्तपुर 2025को विषयमा जानकारी दिनलाई सो दिस इज अ कम्प्लिट भिडियो यसमा सम्पूर्ण जानकारी रहने चाहिँ यसपालिको कोरा भक्तपुरमा
जात्राको सहर हामी बस्छौँ तपाईँको चाहिँ एकदम कोर नेवारहरूको चाहिँ हामी बस्तीमा बस्छौँ र हामीसँग विभिन्न परम्पराहरू छ। त्यहाँबाट हामीले धेरै कुराहरू सिकिरहेको हुन्छौँ र मैले त्यही बेला चाहिँ कोरालाई कसरी हामीले इस्ट्याब्लिस गर्थ्यौँ भन्दाखेरि कोराको डेट मात्र एनाउन्स गर्दाखेरि पनि मान्छेहरू सहभागी हुनुपर्छ है भोलि गएर। जस्तै कि हाम्रो चाहिँ गाई जात्रा
त्यो मात्र नभए तपाईँको म्यानेजर्सहरू, अन्त तपाईँको चाहिँ बिजनेसम्यान्सहरूदेखि लिएर तपाईँको चाहिँ हरेक तह तब्कामा स्टुडेन्टसम्म होइन, तपाईँको चाहिँ हरेक तह तब्कामा चाहिँ साइकल तपाईँको पुगेको छ। साइकललाई एप्रिसिएट गर्ने मान्छे हरेक लेभल हो क्या। 1300जना मान्छेले भक्तपुर वरिपरिको डाँडामा तपाईँको एकैचोटि साइकल चलाउँदाखेरि कस्तो मजा आउँछ सोच्नुहोस् त। त्यो भिजुलाइज गर्दाखेरि कति मजा आउँछ नि त होइन। त्यो इभेन्ट हामीले लास्ट इयर गरिसक्यो। यसपालि अब सबैजना सहभागीले यो त मेरो इभेन्ट हो भन्ने भावनाका साथ सहभागी हुँदाखेरि कति मजा आउँछ होला अब पोडा यसपालि, त्यो तपाईँहरूले विचार गर्नुहोस् त एकचोटि। त्यही भएर यसपालिको पोडा म भन्छु भक्तपुर पोडा 2025 वान अफ द बेस्ट पोडा एभर हुँदैछ। र त्यसमा चाहिँ म ढुक्क छु र हाम्रो साथीहरू सबैजना त्यसमा एकदमै एक्साइटेड हुनुहुन्छ। यसको लागि हामीले तयारी गरेका छौँ। अब के तयारी गर्दैछौँ भन्ने कुराहरू, विभिन्न यी कुराहरू, इम्पोर्टेन्ट कुराहरू चाहिँ म भन्छु है। सर्वप्रथम चाहिँ हाम्रो श्रावण 3 गते यो आउने शनिबार पोडाको स्टार्टिङ पोइन्ट कहाँ हुन्छ? स्टार्टिङ पोइन्ट हुन्छ हाम्रो चाहिँ भक्तपुरको नपुकु, रुखपाटी स्टेट नपुकमा, जुन लास्ट
त्यो चाहिँ अझ समाजको ग्राउन्ड लेभलसम्म चाहिँ स्ट्याब्लिस हुँदैछ र रसमा घुस्दैछ भनेर चाहिँ यसमा चाहिँ हामी टुक्कै छौँ। अब त्यो भयो तपाईँहरू राइड सकाएर आउनु, राइड गर्दाखेरिको दौरानमा सेफ्टी फर्स्ट होइन। उकालोहरू पनि कुनै एकदम ठाडो छ हाम्रो रोडमा, अनि ओह्रालो एकदम स्टिप छ होइन। उकालोमा तपाईँ जानु अगाडि गियर सिट पहिल्यै गर्नु पऱ्यो, आफ्नो साइकलको ख्याल गर्नु पऱ्यो। साइकल तपाईँको चाहिँ वर्षमा अहिले भर्खरै निकाल्दै हुनुहुन्छ भने एटलिस्ट सर्भिसिङ पुरा नगरे पनि ट्युनअप चाहिँ राम्रोसँग गर्नु होला होइन। ब्रिजिङहरू गर्नु होला, ब्रेकहरू चेक गर्नु होला, त्यति त गर्नु पर्यो। साइकललाई माया गर्नुभयो भने बल्ल साइकल पनि तपाईँलाई चाहिँ सुखमय यात्रा गर्नलाई सहयोग गर्दा साथी हुन्छ होइन। साइकल तपाईँको बिग्रियो भने प्रब्लम त आउँछ नि। स्पेयर टायर्सहरू, रिपेयर किटहरू तपाईँले के बोक्नुपर्छ बोक्नु होला होइन। अनि यदि बाटोमा कसैले बोकाएको छैन र तपाईँको गाडी कोही प्रब्लममा छ भने हेल्प त हामीले गर्नु नै हाल्छौँ एज अ कम्युनिटी। त्यति चाहिँ हाम्रो कर्तव्य नै हुन जान्छ है। अनि ओह्रालोमा तपाईँको ब्रेक एकदम ख्याल गर्नु होला। कुनै जस्तै नगरबाट तल पिच बाटो छ अनि एकदम साइकल कुदाउनु मजा आउँछ, त्यो ठाउँमा चाहिँ एक्सिडेन्ट पनि धेरै भएको छ लास्ट इयर पनि होइन। ब्रेक तपाईँको चाहिँ नपुग्ने नलाग्ने गर्दाखेरि त्यस्तो कुरामा हामी एकदम ख्याल गरौँ। एकदम स्टिप ओह्रालो छ, त्यसपछि एकदम सार्प टर्न्सहरू हुन्छ, त्यसले गर्दाखेरि अनि गाडी पनि आइरहेको हुन्छ, त्यही भएर एकदमै ख्याल गर्नु होला है उकालो ओह्रालोहरूमा। त्यो चाहिँ हामीले एकदम ख्याल गर्नुपर्छ। अनि राइड सकिसकेपछि एन्डिङ पोइन्ट हाम्रो चाहिँ यसपालि कहाँ हुन्छ भन्दाखेरि जुजु बाइक्स प्यासी भक्तपुरमा हुन्छ। त्यहाँ हाम्रो मेडल डिस्ट्रिब्युसन पनि त्यहीँ हुन्छ। तपाईँहरूलाई त्यहाँ हाम्रो साथीहरूले चाहिँ मेडल डिस्ट्रिब्युट गरेर कुराउनुहुन्छ। तपाईँहरू राइड सकाएर जुजु बाइक्स भक्तपुर ब्यासीमा आउनु होला। त्यति गरिसकेपछि तपाईँको राइड कम्प्लिट हुन्छ होइन। अनि अब बिचमा राइडमा चाहिँ एकदम सबभन्दा इम्पोर्टेन्ट कुरा हो यो चाहिँ, हामीले एक अर्कासँग कोअर्डिनेट गर्नको लागि चाहिँ हामीले एउटा वाट्सएप ग्रुप बनाएका छौँ होइन। ओरा भक्तपुर 2025 वाट्सएप इन्टरकम भनेर यसको क्युआर कोड, यसको लिङ्क हामीले फेसबुक पेजमा राखेका छौँ। अब हाम्रो हिजो अस्ति हाम्रो वेबसाइट पनि डाउन थियो, हाम्रो रिन्यू गर्नुपर्ने थियो, त्यो हामीले अब म्यानेज गरिसकेका छौँ। आजबाट हाम्रो वेबसाइट पनि अप भइसकेको छ है। त्यहाँ पनि हाम्रो इन्फर्मेसनहरू सबै आउँछ, अब हामी अपडेट गर्दैछौँ फटाफट। अनि त्यो वाट्सएप ग्रुपमा तपाईँहरू जोइन हुनु होला, सम्पूर्ण जोइन हुनु होला। आफूले चिनेको कोही छ भने पनि त्यो वाट्सएप ग्रुपमा कनेक्ट गर्नु होला। अनि ओह्राको दिनमा तपाईँहरूले डाटा प्याकेज चाहिँ लिनु पऱ्यो है। मोबाइल फुल चार्ज गर्नु पऱ्यो, अनि डाटा प्याकेज दिनभरि पुगेर लिनु पऱ्यो। अनि तपाईँले चाहिँ त्यो वाट्सएप ग्रुपमा आफ्नो लाइभ लोकेसन चाहिँ सेयर गर्नु होला, ट्र्याक गर्नु होला होइन। अनि त्यसपछि लाइभ लोकेसन ट्र्याक गर्दाखेरि को राइड गर्दै हुनुहुन्छ त सहभागीहरू, को कहाँ पुगेको छ, आफ्नो नजिक वरिपरि कसैलाई हेल्प चाहियो, कम्युनिकेट गर्नु पऱ्यो भने त्यो वाट्सएप ग्रुप भने चाहिँ हाम्रो इन्टरकम, त्यहाँबाट चाहिँ हामी एक अर्कालाई सपोर्ट गर्न सक्छौँ, हेल्प गर्न सक्छौँ, ट्र्याक गर्न सकिन्छ। कसैले केही प्रब्लम पऱ्यो हेल्प गर्न सकिन्छ। त्यो मात्र होइन, रमाइलो पलहरू तपाईँले ठाउँमा फोटो खिचेर पनि त्यो वाट्सएप ग्रुपमा सेयर गरेर एक अर्कालाई तपाईँले हौसाउन सक्नुहुन्छ र आफ्नो खुसी साट्न सक्नुहुन्छ। त्यो वाट्सएप ग्रुप हाम्रो मान्छे जोइन गर्नु, अनिवार्य रूपमा जोइन गर्नु सबैजनाले होइन। यो चाहिँ मेसेज तपाईँले आफूले चिनेको अरू पार्टिसिपेन्ट्सलाई पनि फैलाइदिनु होला, सेयर गरिदिनु होला है। अनि बाँकी अपडेटहरू हाम्रो फेसबुक पेजमा आउँछ। अनि त्यसपछि यस बर्खायामको सिजन छ। अब आज बिहान भर्खरै समाचार सुन्दाखेरि अब फेरि मनसुनको चाहिँ बर्खा सुरु हुन्छ 2-4 दिनको लागि भन्ने कुरा छ। शनिबार पनि चाहिँ वर्षा हुने चाहिँ हाई प्रोबेबिलिटी छ। बिहान नभए पनि साँझपख चाहिँ 100% हुन्छ टाढातिर है। अनि कतिवटा ठाउँमा चाहिँ हाम्रो जहाँतिर चाहिँ बाटो बढाउने कामहरू भइरहेको छ, त्यसले गर्दा पहिरोको सम्भावना पनि हुन्छ, त्यसमा एकदम ख्याल गर्नु पऱ्यो। अनि सानोतिनो खोल्साहरू पनि पानी एकैचोटि पर्दाखेरि चाहिँ बाढी हुनसक्छ, त्यस्तोमा अनावश्यक रिस्कहरू नलिनु होला होइन। ओरा त गर्ने हो तर आफ्नो ज्यान सबभन्दा ठुलो कुरा हो। अनि भक्तपुरको रुटको एउटा मजा के छ भन्दाखेरि तपाईँको जुन ठाउँमा पुगे पनि जुन डाँडाबाट तपाईँ चाहिँ भक्तपुर नगरमा चाहिँ एकदम सर्टकट चाहिँ लिन सक्नुहुन्छ। जस्तै कि तपाईँ चाङ्गुनारायण पुग्नुभयो भने तपाईँ अब चाङ्गुनारायणबाट पनि भक्तपुर झर्न सक्नुहुन्छ। तपाईँको त्रिशुल डाँडा पनि छालिङ भएर भक्तपुर झर्न सक्नुहुन्छ, नगरकोटबाट झर्न सक्नुहुन्छ, तेलकोटबाट झर्न सक्नुहुन्छ, यता सुडालबाट झर्न सक्नुहुन्छ, तातेलीबाट झर्न सक्नुहुन्छ, साङ्गाबाट झर्न सक्नुहुन्छ, यता रानीकोटबाट झर्न सक्नुहुन्छ, झ्याम्पे डाँडाबाट झर्न सक्नुहुन्छ। जहाँबाट एकदम इजिली 15-20 मिनटमा तपाईँ ओरा आउनु भने भक्तपुर पुग्नुहुन्छ। भक्तपुर पुगेपछि तपाईँ अर्बन एरियामा पुगिहाल्नुहुन्छ। अर्बन एरिया पुगिसकेपछि तपाईँले केही सपोर्टहरू चाहिन्छ भने त्यहाँ वरिपरि तपाईँले पाउनु गाह्रो हुँदैन। त्यही भएर पनि लजिस्टिकली तपाईँलाई चाहिँ हामीले एज अ अर्गनाइजर केही पनि प्रोभाइड नगरे पनि त्यस्तो समस्या केही पनि हुँदैन। यो कुरा तपाईँले चाहिँ बुझ्नु पऱ्यो। यसमा तपाईँ ढुक्क हुनु। मेन आफूले चाहिँ साइकल चलाउनु चाहिँ ख्याल गरेर साइकल चलाउनु पऱ्यो है।
र अर्को एउटा कुरा भनेको चाहिँ यो त्यही भएर यो कोरा इज नट अ रेस भनिन्छ होइन, इट्स अ राइट, इन्जोय द राइट है। र यसपालिको सबभन्दा ठुलो मेसेज आवर कम्युनिटी इज आवर स्ट्रेन्थ। र यो हाम्रो कोरा भक्तपुरको जुन कम्युनिटी बोन छ, अब हामीले यो कोरा सकेपछि हाम्रो नयाँ आर्थिक वर्षमा चाहिँ साइकल कनेक्ट भक्तपुरले चाहिँ हाम्रो मेम्बरसिपको लागि पनि सबै तयारी गरिसकेको छ। हामीले हाम्रो वर्किङ पोलिसिजहरू प्रोसिड्युर्सहरू सबै रेडी गरेर राखिसकेका छौँ। हामी मेम्बरसिप पनि ओपन गर्छौँ। तपाईँहरूलाई चाहिँ यदि हाम्रो कामहरू ठिक लाग्छ भने हामीले एउटा स्ट्रङ प्लेटफर्म र नेपालको सबभन्दा ठुलो साइकल कम्युनिटी चाहिँ साइकल कनेक्ट भक्तपुरलाई बनाउन चाहिँ हामीले चाहिँ होमवर्क गरिरहेका छौँ। तपाईँहरू चाहिँ हामीसँग अफिसियली एज अ मेम्बर जोइन गर्न सक्नुहुन्छ। यो कोरापछि हामीले चाहिँ रिलिज गर्छौँ मेम्बरसिपको फर्महरू, अनि हाम्रो अफिसियल जर्सीहरू पनि रिलिज हुँदैछ, हाम्रो विभिन्न तपाईँको मर्चहरू पनि रिलिज हुँदैछ। इट्स गोइङ टु होल्सम्म अब यो धेरै प्लानहरू छ हाम्रोमा। अनि हाम्रो अरू इभेन्टहरू पनि तपाईँको निरन्तर रूपमा आइरहन्छ। कोरा मात्र चाहिँ इभेन्ट होइन, कोरा त हामीले एज अ जात्रा एउटा ठुलो पर्व, एउटा एज अ ठुलो सेलिब्रेसनको रूपमा श्रावण 3 गते यसपालि गर्ने नै छौँ। त्यसपछि निरन्तर रूपमा हामीले एकदम रमाइलो मजाको इभेन्टहरू र एकदम इम्प्याक्टफुल इभेन्टहरू जुनलाई चाहिँ हाम्रो साइक्लिङ कल्चरलाई इस्ट्याब्लिस गर्ने, साइक्लिङ कल्चरलाई प्रमोट गर्ने, पैदल र पेडल मैत्री सहर बनाउने जुन हाम्रो अवधारणालाई चाहिँ मूर्त रूप दिनको लागि चाहिँ हामी निरन्तर प्रयास गर्नेछौँ। यसको लागि सबैजना हजुरहरूले चाहिँ हामीलाई साथ दिनु होला, सपोर्ट गर्नु होला। विभिन्न तपाईँहरूको आइडियाहरू, उपायहरू, तपाईँको चाहिँ आफूले जे दिन सक्छ कसैले उपाय दिनु होला, कसैले तपाईँको चाहिँ टाइम भोलिन्टियर गर्न सक्नुहुन्छ, कसैले तपाईँले चाहिँ कनेक्सन्सहरू कोलाबोरेसनको लागि तपाईँहरू प्रपोजलहरू ल्याउन सक्नुहुन्छ होइन। हामी सबै कुराको लागि ओपन छौँ। साइकल कनेक्ट भक्तपुर तपाईँहरू सबैजनासँग चाहिँ हामी जोडिन चाहिँ हामी आतुर छौँ होइन। अब फाइनल मेसेज भनेको कोरा भक्तपुर 2025 भव्य सबै हुन्छ, भक्तपुर हो, बवाल हुन्छ। तपाईँहरू सबैजनालाई कोरा भक्तपुर 2025 को लागि स्वागत छ। थ्याङ्क यू भेरी मच। प्लिज सेयर दिस भिडियो। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड।